दही चाहिँ मिठो छ। चौपट्टै मिठो छ। हेलो साथीहरू, वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ हजुरलाई म छोटो मिठो यात्रा युट्युबमा पनि लिएर आएको छु। त्यही भएर आजको दिन यस्तो दामी भएको छ, हेर्नुहोस् न। आम्मामा यस्तो दामी भएको छ आजको दिन। यता देख्नु भएको चाहिँ सबै सैलुङ, यहाँ चाहिँ सैलुङ अनि यस्तो छ। म चाहिँ अहिले घरमा छु। यहाँबाट चाहिँ घरबाट देखेको भ्यू चाहिँ यस्तो छ। ल अब भ्यू सँगसँगै आजको दिनको रमाइलो पनि हजुरलाई देखाउने छु। अब चाहिँ भेटौँला साथीहरूसँग है त। र म चाहिँ घरबाट निस्किसकेको छु र आजको दिन हेर्न सक्नुहुन्छ कति मजाले खुलेको छ। खुलेको मौसम र हरियाली र चर्को घामको आनन्द लिँदै म चाहिँ अहिले विवेक सरको घरमा आइपुगिसकेको छु। उहाँ चाहिँ हुनुहुन्छ हाम्रो विवेकजी। हाम्रो भेटघाट र चिन्जान भएको चाहिँ लगभग 2-3 वर्ष भयो। 2-3 वर्ष भयो नि हाम्रो मित्रता चाहिँ बच्चैदेखि सँगै स्कुल पढेको जस्तो छ। विवेकजी चाहिँ एक्लै बस्नुहुन्छ, तर एक्लै बसेको जस्तो महसुस गर्दैन हामी साथीभाइहरूले। धेरै ढिलो नगरिकन हाम्रो विवेकजी रेडी भइसक्नु भएको छ र हामी रुमबाट नि निस्किसकेको छौँ। रुमबाट निस्केर चरीकोट 7 बाटो चोकैमा आएर हामी चाहिँ मदन दाईको पसलमा आइपुगिसकेको छौँ। यहाँ आइपुग्ने बित्तिकै हाम्रो मदन दाईले चिसो चिसो फ्रिजबाट निकालेर मोही खुवाउनु भयो। यस्तो मिठो दही यो गर्मीमा एकदम आनन्द आउने क्या। चिसो भन्दा चाहिँ यो दही नै ठिक छ है। हामी मोही खाँदै गर्दाखेरि हाम्रो सङ्गम साथी नै आइपुगिसक्नुभयो र हाम्रो मदन दाईले उहाँलाई पनि चिसो चिसो दही खुवाउँदै हुनुहुन्छ। दही खाएर यस्तो गर्मीमा नजाने निर्णय गरिसकेपछि हामीले चाहिँ पानीपुरी लिएर विवेकजीको रुमतर्फ जाँदैछौँ। रुममा गएर पानीपुरी बनाएर खाएर हामी फेरि पनि निक्लिसकेका छौँ रुमबाट। अब चाहिँ हाम्रो टोलीमा थोरै साथीहरू थपिएको छन्। साथीहरू थपिए सँगसँगै रमाइलो पनि थपिएको छ। साथीहरूले लिएर हामी चाहिँ अब दोलखा बजारतर्फ लाग्दैछौँ। मैले सोचेको प्लान के थियो, प्लान विपरीततर्फ जाँदैछ। विपरीततर्फ प्लान गए पनि मेरो भिडियो चाहिँ रोक्नेवाला छैन। थोरै ओह्रालो हिँडिसकेपछि अहिले चाहिँ हामी आइपुगिसकेको छौँ दोलखा बजारमा। साथीहरू दोलखा बजारमा नि नबस्ने भनिसकेपछि दोलखा बजारबाट थोरै उता जाने। म एक्लै घर फर्किने कुरा त भएन। साथीहरूसँग हिँडेपछि म पनि उहाँहरू सँगसँगै कुथलीतर्फ लाग्दैछु। दोलखा बजार कटेर ओह्रालो लाग्दै गर्दा चिसो चिसो हावाको महसुस भयो। चिसो चिसो हावाको महसुससँगै माथिबाट मजाले पानी परिरहेको थियो। पानीले नभिज्ने प्रयास गर्दा गर्दै हामी चाहिँ कुथलीसम्म पुग्दाखेरि पानीले चाहिँ भिजेरै छाड्यौँ। यहाँसम्म आइपुग्दाखेरि पानी मजाले परिसकेको थियो। थोरै मात्र ढिलो भएको भए हामी लुत्रुकै भिज्ने रहेछौँ। साथीहरू स्विमिङ खेल्ने भनेर कुथली रिसोर्टमा आएको थियो, तर पानी परेको कारणले गर्दाखेरि स्विमिङ हेरेर मात्र जाने भन्नुभयो। यति टाढा आएर स्विमिङ हेरेर मात्र जानु हुँदैन भनेर हामी चाहिँ लाग्यौँ लोकल अर्ग्यानिक दही खानालाई। यो दही खाने ठाउँ चाहिँ हाम्रो सङ्गम सरले पत्ता लगाउनु भएको। हामी चाहिँ अहिले आइपुगिसकेको छौँ लोकल अर्ग्यानिक दही खाने ठाउँमा। फ्रिजबाट चिसो चिसो दही निकाली ग्लासमा हाली आन्टीले हामीलाई ल्याइदिइसक्नु भएको छ र हामी साथीभाइ चिसो चिसो दहीको इन्जोय गर्दैछौँ। हजुरहरूले पनि लोकल अर्ग्यानिक दही खान चाहनुहुन्छ भने कुथलीमा आएर खान सक्नुहुन्छ है। एकदम मिठो छ हौ यहाँको दही कुतलीको। चौपट्टै मिठो छ। मिठो दही खाएर सेन्ट्रल फ्रुट चपाउँदै हामी निस्किसकेको छौँ यहाँबाट। आजको दिन निकै नै रमाइलो भयो, किनभने चर्को घामको आनन्दको साथसाथ झरीमा भिजेर हामीले लोकल अर्ग्यानिक दही खान यहाँसम्म आयौँ। चरीकोटदेखि दोलखा हुँदै कुथलीसम्म आएको भिडियो हजुरहरूलाई कस्तो लाग्यो? राम्रो लाग्योमा लाइक, सेयर, कमेन्ट गर्न सक्नुहुन्छ र सँगसँगै सब्सक्राइब पनि गर्न सक्नुहुन्छ है। हजुरहरूले यस्तै नयाँ भिडियो र भ्लगहरू लिएर आउने छु। अब भेटौँला अर्को नयाँ भिडियोमा। हस् त, बाई बाई।